चाहिँ कोतो कुल्लो है फर्स्टमा तातो पानीमा उमाल्ने यो चाहिँ स्कोर दही यसकै लागि यो कोतो कुल्लो चाहिँ मजाले धुने है उमालिसकेपछि यसरी काट्नुपर्ने है यो कुल्लोलाई चाहिँ त्यसमा छाला हात नराखेर रेडी भयो है यसरी काट्नुपर्ने कोतो कुल्लोलाई चाहिँ मजाले यो चाहिँ कोतो कुल्लो अनि यो चाहिँ थाहा छैन काँचो चाहिँ पास्ता माक्रोनी अनि यो चाहिँ याउती अनि यतै खालास यता के छ सबै छ माझी साजी यसमा चाहिँ स्कोर्दो राखेर मिक्स गरेको है अनि त्यसमा धनिया पनि त्यसैमा मिक्स गरेको अनि कोतो कुल्लो पनि त्यहीमा मिक्स गरेको आलास पनि त्यहीमा राखिदिने ल यो पास्तालाई जान्छ होला हैन कम्प्लिट